यात्राका काम कारोबारदेखि लिएर यहाँको मुद्दा मामिला जहाँ तपाईँको चाहिँ कयौं क्षेत्रमा शुभ अवसरको महिना रहनेछ। फाल्गुन महिना यहाँहरूका लागि अत्यन्त शक्तिशाली बन्दैछ। कयौं ग्रहहरूको तपाईँको चाहिँ युति बनिराखेको छ, जहाँ सिंह राशिका व्यक्तित्वहरूका लागि साक्षात सप्तम भावमा यहाँनिर तपाईँको चाहिँ सूर्य राहु बुधको युति रहनेछ सज्जनबिन, जसको प्रभावले के कस्तो रहनेछ। सूर्य यानी इनर्जी अफ पावर हाउसको ग्रह, जो साक्षात सिंह राशिको स्वामी ग्रह नै सूर्य रहेको छ। अत्यन्त पावरफुल ग्रह रहेको छ। ज्योतिष शास्त्रमा सूर्यको महत्व अत्यन्त धेरै छ प्रिय दर्शकबिन। र साथमा यसै गरिकन अर्को रहेको छ सँगसँगमा यहाँनिर राहु ग्रह, जो राहुको प्लानेट रहेको छ, जहाँ स्याडो प्लानेट ग्रह, जो अदृश्य ग्रह पनि रहेको छ, जो मायावी ग्रह पनि रहेको छ। शंका, उपशंका, भ्रम, इल्युजनको, आर्ग्युमेन्टको अवस्थाहरू पनि कहिलेकाहीँ यही राहुले हाम्रो जीवनमा बनाइदिने गर्दछ प्रिय दर्शकबिन। र साथसाथमा राहुले नकारात्मक प्रभाव पनि दिने गर्दछ, सकारात्मक प्रभाव पनि दिने गर्दछ। र साथमा जहाँ सिंह राशिका व्यक्तित्वहरूका लागि फाल्गुन महिना के कस्तो रहनेछ त्यसको विषयमा पनि चर्चा